रातभरि सुत्न नसकेर टाउको दुखेर भएन भने कान पनि दुखेछ के भएको एकैचोटि सबै भएर बिरामी मान्छेले पनि यति धेरै खाने किन खान लाग्यो। मेरो आजको भिडियो राम्रो त हुनेवाला छैन। हेलो एभ्रिवान, नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। म फेरि पनि उपस्थित भइसकेँ हजुरहरूको सामु अर्को नयाँ भिडियो लिएर। सो के छ साथीहरू, सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएको छु। अनि म पनि ठिकै छु, तर अलि गाह्रो भइरहेको। रातभरि के पो भयो, अस्ति न त्यहाँ बर्थडेमा गएको थिएँ। बर्थडेमा गएर चिसो पानीहरू के खाएर अनि त्यसपछि के पो भयो, एक्कासी घाँटी दुखेर रातभरि सुत्न नसकेर अनि त्यसपछि टाउको दुखेर भएन भने कान पनि दुखेछ के भएको एकैचोटि सबै भएर अनि अहिले चाहिँ म हस्पिटल जान लाग्यो। अनि अब के गर्छु हेर्दै गर्नु होला। अब कहिले रमाइलो मात्र गरेको कति देखाने, कहिलेकाहीँ त गाह्रो भएको पनि यस्तो पनि हुन्छ भनेर देखाउन भनेर चाहिँ भिडियो स्टार्ट गरिरहेको छु। सो अहिले चाहिँ जाँदैछौँ बुढाबुढी हस्पिटल। मास्क लगाएर चस्मा लगाएर सेफ्टी अप्नाएर जानुपर्छ। एकदमै चिसो पनि लाग्यो क्या हो, के भयो। हेलो भनिदिनु न त। हेलो, बुढीलाई हस्पिटल लग्न लाग्यो। गयौँ अब हामी नानीहरू चाहिँ सबैजना स्कुल गइसक्यो। स्कुल पठाएर हामी चाहिँ 8:30 बजीतिर जाँदैछौँ। रातभरि सुत्न नसकेको होइन। हामी चाहिँ हस्पिटल पुगिसक्यौँ। म चाहिँ यहाँ बसिरहेको छु। बुढो चाहिँ उता किताब दर्ता गर्न जानुपर्छ। म चाहिँ यहाँनिर घाम लागिरहेको छ, यहाँनिर घन्टा पनि छ ठाउँ छ, त्यही बसिरहेको छु। यस्तो भएछ कि हो, नाक पुरै सुन्नेर फुल्लेर यस्तो भएर स्वर पनि भाँचेर के भयो होला एक्कासी यस्तो छ हालत। चस्मा लगाएर, मेरो पावरवाला चस्मा है साथीहरू। यो आँखा कमजोर भएको कारणले पनि होला सायद टाउको पनि दुखेको। अनि सर्दी पनि लाग्यो, एकैचोटि घाँटी पनि दुख्यो, कान पनि एकैछिन दुख्यो, एकैचोटि सबै चिज भएर हैरान भयो। अब हस्पिटलमा धेरै भिडियो बनाउनु मिल्दैन, त्यही भएर अलिअलि बनाउँछु। अब बुक दर्ता गरेपछि हामी चेकअप गर्न जान्छौँ। बिरामी भन्दा बिरामी नै देखेछु म साथीहरू। आफूलाई हेर्दै कस्तो लागिरहेको। म चाहिँ अहिले शौचालयमा आएको छु। शौचालयमा आएर यस्तो यो नाकलाई सफा गरेँ। बुढो चाहिँ कति ढिलो गर्नुभयो, आउनलाई बुक दर्ता गर्नुपर्छ अनि त्यसपछि चेकअप गर्न जानुपर्छ। चेकअप भइसक्यो मेरो चाहिँ, पुरै चेक गरिहाल्नुभयो डक्टरले हस्पिटलमा। के भयो मेरो यो बुक अनि औषधि हेर्नु न यति। यो आजको चेकअप हो। यो चाहिँ मेरो औषधि, यहाँ छ 2टा औषधि। त्यतिखेर औषधि यता बुढोको अफिसमा आएर औषधि खाँदैछु। म चाहिँ औषधि खानु पर्यो, अलिक सन्चो हुन्छ कि यस्तो हुन्छ। बुढो चाहिँ यहाँ लुगा लगाएर आउनुपर्छ। कि अहिले खाने यति धेरै खाइदिन्छ औषधि हेर्नु। 1 2 3 4 हिँडेको। अब घर गएर मजाले औषधि खाएर आयो। यस्तो भएछ। सो साथीहरू, म चाहिँ अहिले घर पुगिसकेँ। बुढाले चाहिँ कलङ्कीसम्म छोडिदिनु पर्छ, त्यहाँदेखि गाडी चढेर आएँ। गाडीमा नै सुतेर आएको। रातभरि सुतेको छैन, निद्रा पुगेको छैन नि त, यस्तो भएछ। अब चाहिँ औषधि त मैले उहीँ खाएर आएको थिएँ। अनि सायद तातो पानी, आशा गरौँ काम गरोस् र छिटो सन्चौँ। सबैजनाले छिटो सन्चोस् भनेर कमेन्ट गरिदिनु होला। एकदमै गाह्रो भएछ। अब धेरै पछि सर्दी लाग्यो मलाई। धेरै पछि सर्दी लाग्दाखेरि चाहिँ यस्तो भयो, यस्तो पुरा कानदेखि लिएर टाउकोदेखि लिएर नाक मुख सबै एकैचोटि दुख्ने भयो। अनि म चाहिँ अब 1 गिलास तातो पानी लिएको छु। यो तातो पानी खान्छु अनि त्यसपछि सुत्नु पर्यो साथीहरू। रातभरि सुत्न पाएको छैन। के पो भएको, जाडो भएर दुईटा ब्ल्याङ्केट ओढ्दा पनि जाडो भएर निद्रा नलागेर टाउको दुखेर
हजुरहरूलाई पनि यस्तो हुन्छ कि हुन्न कमेन्ट गर्नु होला। मलाई चाहिँ अब अहिलेसम्म अलिअलि पनि खोकी लागेको थिएन, अलिअलि सर्दी लागेको पनि थिएन, 81 के भएको यस्तो यति साह्रो। औषधि पनि यति धेरै छ, औषधि खानुपर्ने हुन्छ। अनि त्यो नाकमा हाल्ने ड्रप चाहिँ दिनुभएको रहेनछ, औषधिले सन्चो हुन्छ होला भनेर। अब म चाहिँ ड्रप पनि ल्याउनु पर्ला यहीँ मेडिकलदेखि, बल्ल सन्चो हुन्छ। नत्र त यो रुगाखोकी त भन्ने बित्तिकै सन्चो हुँदैन कि, औषधिले पनि अलि बेर नै लाग्छ, टाइम नै लाग्छ। त्यही भएर सबै एकैचोटि युज गरेर छिटै सन्चो पार्नुपर्छ। एकदमै गाह्रो हुन्छ नि त रुगाखोकी त, कसैलाई पनि नलागोस् भन्छु म त। अनि मलाई चाहिँ के भन्नुभयो भने डक्टरले अब यो कानमा चाहिँ अब खै अलिकति हड्डी खिएको कि के भएको भन्नुहुन्छ भित्र, अनि त्यही भएर दुखेको हुनसक्छ, किन यस्तो भएको भनेर भनेको। अब यसको लागि चाहिँ अब अलिक साह्रो चिजहरू नखाने, यो चाहिँ अब उमेर हुँदै गएपछि कहिलेकाहीँ दुख्न सक्छ भनेर भन्नुभयो, त्यही पनि औषधि दिनुभएको छ। त्यो सर्दी लागेको चाहिँ अब बाक्लो सिगान आएको भएर त्यसको लागि एन्टिबायोटिक दिनुभएको छ। टाउको चाहिँ अब यिनीहरू सबै भएको कारणले दुखेको, अनि त्यसपछि अब चाहिँ चिसो एकदम बढिरहेको छ नि त, त्यसैको कारण पनि लागेको होला भनेर भन्दै हुनुहुन्थ्यो। चिसो खानेकुरा चिसोदेखि बस्नु भनिराख्नु भएको थियो डक्टरले चाहिँ। सो अब केयर गर्नुपर्छ, नत्र भने चिसोमा त यस्तै हुन्छ साथीहरू, एकदमै गाह्रो हुन्छ। हजुरहरू पनि मजाले तातो तातो लुगा लगाएर सक्नुहुन्छ भने घाम तापेर दिउँसो एकचोटि गरेर बस्नु होला। म पनि त्यस्तै गर्नेवाला छु। अनि औषधि अब धेरै लिएको छु कि, अब औषधि कन्टिन्यू गरेर खान्छु। अब यही हो, अब अहिले चाहिँ म एकछिन रेस्ट गर्नु पऱ्यो, अनि त्यसपछि बेलुका चाहिँ मजाले सुपहरू खानु पऱ्यो, अनि त्यसपछि अलिक कम हुन्छ कि हेरौँ। मेरो आजको भिडियो राम्रो त हुनेवाला छैन, त्यही पनि अब कति रमाएको, खाएको, हिँडेको, घुमेको मात्र देखाऊँ, कहिलेकाहीँ त यस्तो साइड पनि देखाऊँ न, बिरामी भएको, बिरामी परिन्छ। अब कहिलेकाहीँ मौसमको कारणले, कहिलेकाहीँ आफ्नै केयरलेसको कारणले गर्दाखेरि चाहिँ बिरामी हुन्छ, त्यही भएर ख्याल गर्नुपर्छ भनेर चाहिँ अब यो भिडियो बनाइरहेको छु। अब अहिले त अब थोरै भिडियो हुन्छ, यसपछि पनि अब म एकछिन आराम गरेर उठिसकेपछि के गर्छौँ त्यो पनि देखाउँछु म हजुरहरूलाई। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। अनि अहिले चाहिँ बेलुका भइसक्यो साथीहरू, अनि बेलुका चाहिँ म खाना खान गइरहेको छु। खाना देखेर चाहिँ दङ्ग नपर्नु होला, यस्तो बिरामी मान्छेले पनि यति धेरै खाने किन खान लाग्यो, मतलब बिरामी भएको बेला त धेरै खाना खान सकिन्न। तर म चाहिँ बिहान जाँदाखेरि थोरै खाना खाएर गएको थिएँ, अनि दिउँसो पनि त्यति खाजा खान मन लागेन, र अहिले भोक लागेको भएर चाहिँ मजाले यो चाहिँ लोकल कुखुरा त होइन, ब्रोइलर पनि होइन, त्यो बिचको कुखुरा हुन्छ नि, त्यो के भन्छ त्यसलाई, सारो कुखुरा पनि भन्छ, त्यसको झोल चाहिँ मजाले सिटी लगाएर बनाइदिनु भएको छ बुढाले। मासुको झोल, भात, अनि यहाँ छ चटनी, टमाटरको चटनी चाहिँ म खान गइरहेको छु। अनि अहिले चाहिँ अब मैले हुँ औषधि खाएर आएको भएर चाहिँ अलि सन्चो भएको छ, त्यही पनि यस्तो चिसो चाहिँ भइरहेको छ, टोपी लगाउनु पर्छ। सबैजनाले खाना चाहिँ खाइसक्नुभयो, अब म मात्र बाँकी छु। म चाहिँ अब हजुरहरूसँगै बसेर कुराकानी गरेर खाना खाऊँ भनेर चाहिँ यसरी आएको। यसरी मजाले हालेर यो कुखुराको सुप, मासु साह्रो छ, अनि यसको झोल खाना चाहिँ एकदम राम्रो हुन्छ है साथीहरू। त्यही भएर म चाहिँ खाना गइरहेको छु। बुढाले बनाइदिनु भएको, बुढाहरू चाहिँ सबैले खाइसक्नुभयो, अब म खान्छु। म चाहिँ हजुरहरूसँगै खाऊँ। अब बिहानदेखि भिडियो बनाएको थिएँ, अब भिडियोलाई कम्प्लिट पनि त गर्नु पर्यो भनेर ल खाएँ साथीहरू। धुवा कस्तो उडिरहेको छ। पिरो पिरो तातो तातो, पानी पनि तातो, धुवा आउँदैछ, सब तातो तातो खाएर बसिरहेको छु। मेरो घाँटी पनि दुखिरहेको थियो, घाँटी दुख्न चाहिँ अलि कम भएछ, टाउको दुख्न पनि कम भयो। अनि त्यो के भन्छ पेन किलर हो कि के खाएर होला, कान दुख्न पनि कम भएछ, तर रुगा चाहिँ लागिरहेको छ है साथीहरू।
सिटी लगाइदिए पनि चाम्रो चाम्रो छ मासु चाहिँ। यसलाई हामीले चाहिँ नाम दिएको छौँ सारो कुखुरा। लोकल जति महँगो पनि हुन्न, ब्रोइलर जति सस्तो पनि हुन्न, ठिक्कको एभरेजमा किन्न मिल्छ। पैसा पनि ब्रोइलरभन्दा अलिकति महँगो पर्छ भनौँ न। बिहान त मैले 2 चम्चा मात्र भात खाएर गएको, रातभरि गाह्रो भएर। मासु टन्नै छ। मेरो चाहिँ अगाडि भिडियोहरू मन पराइदिनु भयो अनि धेरैजनाले हेर्नु भएको छ, त्यही भएर पनि मलाई भिडियो बनाउनु मन लाग्ने हो साथीहरू। सकेसम्म त डेली केही न केही गरेर भिडियो लिइराखौँ भन्ने हो, तर भने जस्तो हुँदैन। त्यो पनि कोसिस त गर्छु म। धेरै भयो खाना त। पिरो पिरो मिठो। पिरो खाना खान चाहिँ छोड्दिनँ है साथीहरू। जस्तो स्थिति परिस्थिति भए पनि एक छाक नखाए पनि अर्को छाक चाहिँ मजाले खाने। हजुरहरूकोतिर कतिको जाडो छ कमेन्ट गर्नु होला। हाम्रोतिर त धेरै जाडो छ। मजा आयो। हड्डी मजा आयो साथीहरू। म चाहिँ खाएर सकाइसकेँ। अब एकछिनमा औषधि खानुपर्छ अनि त्यसपछि सुत्नुपर्छ साथीहरू। सो अहिलेलाई भने बाई बाई।